नमस्कार, यो आकाशवाणी हो। समाचार सारण मंगलबाट सुन्नुहोस्। पहिला मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएले 11 वर्ष पूरा गरेको अवसरमा किसानहरूको कल्याणप्रति सरकारको प्रतिबद्धतालाई दोहोर्याउनुभयो। विश्व बैंकको रिपोर्ट अनुसार भारतमा पछिल्लो 11 वर्षमा लगभग 27 करोड़ मानिसहरू अत्यन्त गरिबीबाट बाहिर निस्केका छन्। फ्रान्सको एरोस्पेस कम्पनी डसल्ट एभिएशन र टाटाले पहिलो पटक फ्रान्सदेखि बाहिर हैदराबादमा रफाल लडाकू विमानहरूको ढाँचा निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेका छन्। बलिदानको पर्व ईद उल अजहा आज देशका विभिन्न भागहरूमा धार्मिक हर्षोल्लासका साथ मनाइँदैछ र नर्वे चेस च्याम्पियनशीपमा मैग्नस कार्लसनले खिताब जितेका छन्। विश्व च्याम्पियन डी गुकेश तेस्रो स्थानमा रहेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका किसानहरूको कल्याणप्रति सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। केन्द्रमा एनडीए सरकारले 11 वर्ष सत्तामा बिताइरहेको सन्दर्भमा श्री मोदीले भन्नुभयो कि यो सरकारको लागि गर्वको कुरा हो कि सरकारले यस कार्यकालमा देशका मेहनती किसानहरूको सेवा गरेको छ। श्री मोदीले विगत 11 वर्षमा किसानहरूको समृद्धिको लागि सरकारको प्रयासहरूको उल्लेख गर्नुभयो, जसले कृषि क्षेत्रमा ठूलो परिवर्तन सुनिश्चित गरेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि सरकारले माटो, स्वास्थ्य र सिंचाई जस्ता मुद्दाहरूमा विशेष ध्यान दिएको छ, जुन धेरै लाभदायक साबित भएको छ। श्री मोदीले भन्नुभयो कि किसानहरूको कल्याणको लागि सरकारको प्रयास आगामी समयमा अझ बलियोसँग जारी रहनेछ। देशमा सेवा, सुशासन र गरीबहरूको कल्याणका सिद्धान्तहरूबाट प्रेरित भएर एक दशकमा उल्लेखनीय परिवर्तन भएको छ। आकाशवाणी समाचारले विगत 11 वर्षमा सरकारका प्रमुख क्षेत्रहरूमा गरिएका प्रयासहरूबारे विशेष प्रसारण लिएर आएको छ। यस श्रृंखलामा आज प्रस्तुत छ भारतीय किसानहरूको सशक्तिकरणको बारे यो एक रिपोर्ट। पिछले 11 वर्षों में देश का कृषि क्षेत्र एक मौन क्रांति का गवाह रहा है। इसके पीछे बीज से बाजार तक के दृष्टिकोण की प्रेरणा रही है। कृषि में सरकार का बजट आवंटन लगभग 5 गुना बढ़ा है। 2013-14 में ये 28,000 करोड़ रुपए था, जो 2024-25 में बढ़कर 1,37,000 करोड़ रुपए का हो गया है। प्रधानमंत्री किसान योजना के अंतर्गत 3,70,000 करोड़ रुपए से अधिक की धनराशि 11 करोड़ किसानों तक सीधे पहुंचाई गई है। किसानों की वित्तीय सुरक्षा में भी सुधार हुआ। किसान क्रेडिट कार्ड योजना ने 10 लाख करोड़ रुपए का ऋण दिया। वहीं फसल बीमा योजना से लगभग 20 करोड़ किसानों को लाभ हुआ है, जिनके 1,75,000 करोड़ रुपए के फसल बीमा दावों का निपटान किया गया। गेहूं, धान, दलहन और तिलहन जैसी प्रमुख फसलों के लिए न्यूनतम समर्थन मूल्य में भारी बढ़ोतरी हुई है। सोलर पंपों के लिए पीएम कुसुम और प्राकृतिक खेती मिशन जैसी योजनाओं से कृषि क्षेत्र में मजबूती और स्थिरता को बढ़ावा मिला। पीएम कृषि सिंचाई और मृदा स्वास्थ्य कार्ड योजना ने सिंचाई और मृदा उत्पादकता को मजबूत किया है। किसानों को आधुनिक उपकरणों और वैज्ञानिक जानकारी के साथ सशक्त बनाया है। सरकार ने संबद्ध क्षेत्रों पर भी ध्यान केंद्रित किया है। दूध उत्पादन में 63% से अधिक वृद्धि हुई है। इससे भारत दुनिया का शीर्ष डेयरी उत्पादक बन गया है और दूध उत्पादन से जुड़े 8 करोड़ से अधिक किसानों को लाभ हुआ है। मछली पालन में भारत का उत्पादन 10 वर्षों में लगभग 2 गुना हो गया है। इससे ग्रामीण आजीविका और तटीय समृद्धि को बढ़ावा मिला। आज भारतीय किसान केवल एक कृषक नहीं है, अब वो राष्ट्रीय विकास में महत्वपूर्ण योगदान भी दे रहा है। दिल्ली से विष्णु की रिपोर्ट के साथ भारतले अत्यन्त गरिबीमा बाँचिरहेका मानिसहरूको संख्या घटाउन उल्लेखनीय सफलता हासिल गरेको छ। 2011-12 र 2022-23 को बीचमा 26 करोड़ 90 लाख मानिसहरूलाई अत्यन्त गरिबीबाट बाहिर निकालिएका छन्। विश्व बैंकको पछिल्लो तथ्याङ्क अनुसार 2011-12 मा यो गरिबी दर 27.1% थियो भने 2022-23 मा यो घटेर 5.3% मा पुगेको छ। देशमा 2011-12 मा 34 करोड़
44 लाख भन्दा बढी मानिसहरू अत्यन्त गरिबीमा बाँचिरहेका थिए र 2022-23मा उनीहरूको संख्या द्रुत गतिमा घटेर लगभग 7 करोड़ 52 लाख पुगेको छ। एनडीए सरकारको 11 वर्ष कार्यकालमा लागू गरिएको प्रधानमन्त्री आवास योजना, प्रधानमन्त्री उज्ज्वला योजना, जनधन योजना र आयुष्मान भारत योजनाको सहयोगले गरिबी दर घटाउनमा ठूलो सफलता हासिल भएको छ। विश्व बैंकका अनुसार प्रतिदिन 3 अमेरिकी डलर भन्दा कम आमदानी भएका मानिसहरूलाई अत्यन्त गरिबीमा बाँचिरहेको मानिन्छ। भारतमा विगत 11 वर्षमा ग्रामीण र शहरी दुवै क्षेत्रमा गरिबी उल्लेखनीय रूपमा घटेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्रीका प्रमुख सचिव डाक्टर पीके मिश्रले गर्मीको खतरासँग जुझ्न भारतले दूरदर्शितापूर्ण दृष्टिकोण अपनाएको र समयमै उचित कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको छ। जेनेभामा आयोजित अत्यधिक गर्मीबाट जोखिम व्यवस्थापन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनलाई सम्बोधन गर्दै वहाँले बढ़दो गर्मीका कारण जनस्वास्थ्य, आर्थिक स्थायित्व र वातावरणमा बढ़दो जोखिमलाई सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय विपद जोखिम न्यूनीकरण कार्यालयको पहललाई भारतले स्वागत गरेको बताउनु भएको छ। फ्रान्सको एरोस्पेस कम्पनी डसल्ट एभिएशन र भारतको टाटा एडभान्स सिस्टम्स लिमिटेडले भारतमा रफाल लड़ाकू विमानको ढाँचालाई संयुक्त रूपले निर्माण गर्नसित सम्बन्धित 4 सम्झौताहरूमा हस्ताक्षर गरेको छ। यो देशको एरोस्पेस विनिर्माण क्षमताहरूलाई मजबूत बनाउने र वैश्विक आपूर्ति श्रृंखलाहरूलाई समर्थन गर्ने दिशामा महत्वपूर्ण कदम हो। दुवै कम्पनीहरूको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, भारतको एरोस्पेस बुनियादी ढाँचामा यो एकाई महत्वपूर्ण निवेश हो। साझेदारी अन्तर्गत टाटा एडभान्स सिस्टम्स हैदराबादमा रफाल विमानको प्रमुख संरचनात्मक ढाँचाहरूको निर्माणको लागि अत्याधुनिक निर्माण केन्द्र स्थापित गरिनेछ। ईद उल अजहा आज देशका विभिन्न भागहरूमा मनाइँदैछ। हजरत इब्राहिमले अल्लाहको आदेश पालन गर्दै आफ्नो एकमात्र छोराको बलिदान दिएको स्मरणमा ईद उल अजहा मनाइन्छ। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले ईद उल अजहाको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। आफ्नो सन्देशमा राष्ट्रपति द्रौपदी मुर्मुले यो पर्वलाई त्याग, आस्था र मानवीय मूल्यको प्रतीक बताउनु भएको छ। उपराष्ट्रपति जगदीप धनखड़ले एक सोशल मिडिया पोस्ट मार्फत भन्नुभएको छ, ईद उल अजहाको पर्वले हामी सबैलाई त्यागको शक्ति र उदारताको भावनाको स्मरण गराउँछ। प्रधानमन्त्री नरेन्द्र मोदीले ईद उल अजहाको अवसरमा समाजमा शान्ति र सद्भावना कायम रहोस् भन्ने कामना गर्दै देशका सबै नागरिकहरूको सुस्वास्थ्य र समृद्धिको कामना पनि गर्नुभएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पशु बलि तोकिएका स्थानमा मात्र गर्न र प्रतिबन्धित पशुहरूको कुर्बानीलाई कड़ाईका साथ निषेध गर्न निर्देशन दिनुभएको छ। वहाँले परम्परागत स्थानमा मात्र नमाज पढ्नुपर्ने र यसका लागि कुनै पनि नयाँ ठाउँलाई अनुमति प्रदान नगरिनु पर्ने कुरामा जोड़ दिनुभएको छ। उत्तर प्रदेशका पुलिस महानिर्देशक राजीव कृष्णले ईद उल अजहालाई शान्तिपूर्ण र सुरक्षित बनाउन कानून कार्यान्वयन गर्ने निकायलाई विस्तृत निर्देशन दिनुभएको छ। यसैबीच इस्लामिक सेन्टर अफ इण्डियाका अध्यक्ष मौलाना खालिद रशीद फरंगी महलीले पर्वका लागि दिशानिर्देश जारी गर्दै समुदायलाई सद्भाव र अनुशासनको भावनाका साथ पालन गर्न आग्रह गर्नुभएको छ। कुर्बानी सिर्फ हमेशा की तरह उन्हीं जानवरों पे की जाए जिन पर कोई कानूनी बंदिश नहीं है और कुर्बानी करते वक्त साफ सफाई और हाइजीन और क्लीनलीनेस का जरूर ख्याल रखा जाए। कुर्बानी किसी पब्लिक प्लेस पे ना की जाए बल्कि जो पहले से डेजिग्नेटेड स्पॉट्स हैं वहीं पर कुर्बानी की जाए। कुर्बानी करते वक्त ना कोई फोटो खींची जाए ना कोई वीडियो बनाया जाए। चेसमा नर्वेले ग्रान्ड मास्टर तथा विश्व नम्बर 1 खेलाडी म्याग्नस कार्लसनले स्ट्याभान्जरमा आफ्नो 7औं नर्वे चेस प्रतियोगिता 2025 को उपाधि जितेका छन्। 5 पटक विश्व च्याम्पियनले नाटकीय अन्तिम राउण्डपछि जित हासिल गरेका हुन्, जहाँ अमेरिकी ग्रान्ड मास्टर फाबियानो कारुआनाले भारतीय चेस स्टार डी गुकेशलाई पराजित गर्दै 3 अंक प्राप्त गरे।
कार्लसनले अर्का भारतीय खेलाड़ी अर्जुन एरिगाइसीसँग कड़ा स्थितिबाट बराबरी खेलेपछि 16 अंकका साथ प्रतियोगिताको अन्त्य गरे। कारुआना 15.5 अंकका साथ दोस्रो स्थानमा रहे भने गुकेश 14.5 अंकका साथ तेस्रो स्थानमा रहे। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएले 11 वर्ष पूरा गरेको अवसरमा किसानहरूको कल्याणप्रति सरकारको प्रतिबद्धतालाई दोहोर्याउनु भयो। विश्व बैंकको रिपोर्ट अनुसार भारतमा पछिल्लो 11 वर्षमा लगभग 27 करोड़ मानिसहरू अत्यन्त गरिबीबाट बाहिर निस्केका छन् अनि नर्वे चेस च्याम्पियनशीपमा म्याग्नस कार्लसनले खिताब जितेका छन्। विश्व च्याम्पियन डी गुकेश तेस्रो स्थानमा रहेका छन्। समाचार आकाशवाणीबाट अहिलेलाई पूरा भयो। अघिल्लो समाचारको साथ 3:15 पुनः उपस्थित हुनेछौं।